साउथ इन्डियन मुभी स्टाइलमै 4 ठाउँमा गाडी पार्क गरिन्छ। गाडी लक गरेर मान्छे फरार हुन्छ। अब एकैछिनमा एउटा रिमोट कन्ट्रोलबाट 4 ठाउँमै एकैचोटि गाडी ब्लास्ट हुन्छ भने जस्तो देखिन्छ। तर जब प्रहरीले अनुसन्धान गर्छ र इनिसियल इन्भेस्टिगेसनबाट केही कुरा बाहिर आउँछ, त्यसपछि सबैको होस उठ्छ। यो घटना हिजो असार 29 गते काठमाडौँमा घटेको घटना। यो घटनामा आखिर भएको के थियो, सबै कुरा आजको यस भिडियोमा हामी डिटेलमा बुझ्ने प्रयास गर्नेछौँ। असार 29 गते सोमबार बिहानै करिब 8 बजेतिर विभिन्न निजी नम्बर प्लेटका गाडीहरू योजनाबद्ध तरिकाले कान्तिपुर, अनलाइन खबर, हिमालयन टेलिभिजन र भाटबटेनी सुपरमार्केटका प्रवेशद्वारमै भित्रबाट कोही बाहिर नजाने र बाहिरबाट कोही भित्र नआउने गरी गाडी पार्क गरिन्छ र मान्छे फरार हुन्छ। काठमाडौँमा भएको यो घटना निकै शङ्कास्पद र चर्चाको विषय बनेको छ र अनलाइन खबर अनुसार यो घटनाको बारेमा सम्बन्धित निकायमा पहिलादेखि नै खबर पठाइसकेको थियो। यो घटना कुनै आकस्मिक पार्किङ समस्या थिएन। मिडिया हाउसहरूले पछिल्लो समयमा बाहिर ल्याएका ठूला भ्रष्टाचार, सहकारी ठगी वा राजनीतिक काण्डहरूको रिपोर्टिङबाट चिडिएका समूहहरूले मिडियालाई तर्साउन र हामी तिमीहरूको आवाज बन्द गर्न सक्छौ भन्ने डरलाग्दो सन्देश दिन यो शैली अपनाएको देखिन्छ भन्ने कुराहरू पनि सामाजिक सञ्जालमा अहिले बहसको विषय बनेको छ र यो कुराहरू चल्दैछ र यसले कमजोर सुरक्षा र राज्यको भूमिकामा प्रश्न पनि उठाएको छ। अघिल्लै दिन सूचना हुँदाहुँदै पनि सुरक्षा निकाय मुखदर्शक बन्नु र घटना भइसकेपछि पनि गाडी धनीहरूमाथि सामान्य जरिवाना 500 रुपियाँ मात्र तिराएर छाड्ने प्रयास गरिनुले अनुसन्धानको गम्भीरतामाथि प्रश्न उठाएको र यसले अपराधीहरूको मनोबल अझ बढाउने खतरा रहन्छ भन्ने देखिन्छ। मिडिया हाउस र भिडभाड हुने क्षेत्रलाई लक्षित गरी एउटै समयमा गाडी छाडिएपछि सुरक्षा सतर्कता अपनाउँदै जिल्ला प्रहरी परिसर काठमाडौँ र ट्राफिक प्रहरीको टोली तत्काल खटिएको थियो। सुरुमा ती गाडीहरूमा कुनै विस्फोटक पदार्थ वा शङ्कास्पद वस्तु छ कि भनी सुरक्षा जाँच गरिएको थियो। त्यसपछि प्रहरीले क्रेनको प्रयोग गरेर ती गाडीहरूलाई नियन्त्रणमा लिई सडक र गेट खुलाएको थियो। यातायात व्यवस्था विभागको रेकर्ड र प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार केही गाडी धनीहरूको पहिचान खुलेको छ र त्यो गाडीहरू कसको थियो, कसको नाममा थियो स्क्रिनमा हेर्न सक्नुहुन्छ। सत्तारूढ र विपक्षी दलका नेताहरूले पनि संसद तथा सार्वजनिक मञ्चबाट यो घटनाको भर्त्सना गर्दै दोषीलाई तुरन्त कानुनी दायरामा ल्याउन माग गरेका छन्। हिजो मिडिया हाउसको अगाडि एका बिहानै गाडीहरू तेर्स्याइयो। प्रमुख प्रतिपक्ष दलको नेताको घर खोज्दै गएर गाडी लिएर रोकेर जाने काम भयो र दिनभरि के हो कसो हो भनेर होहल्ला धेरै भयो। तर प्रकारान्तरले देखियो कि राज्य संरक्षित केही मान्छेहरूबाट नै यो गतिविधि गरियो। म राज्यलाई सोध्न चाहन्छु, 500 देखि लाखौँको जरिवाना गर्छौँ भनेर भन्ने सरकारले, त्यो प्रस्तावलाई अगाडि सार्ने छलफलको विषय बनाउने सरकारले आज 500 रुपियाँको चिट काटेर उनीहरूलाई छोड्दैछ भन्ने कुरा सुन्यो। यो राज्य आतङ्क, राज्य आफैले सिर्जना गर्ने, आफैले त्यस्ता मान्छेहरूलाई परिचालन गर्ने, उनीहरूलाई 500 को चिट काटेर घर पठाउने, यो कुनै हालतमा हुन सक्दैन। सभामुख महोदय, यिनलाई लाखौँको जरिवाना तिराउनु पर्दछ र ती गाडीहरू जफत गरिन पर्दछ भन्ने मेरो जिकिर हो सम्माननीय सभामुख महोदय। र जसले यो गतिविधि गरेको छ र यसको योजना बनाएको छ, त्यसलाई छिटोभन्दा छिटो छानबिन गरेर कारवाही गरिन पर्दछ। राष्ट्रिय स्वतन्त्र पार्टी, सत्तारूढ पार्टीले एउटा वक्तव्य त निकालेको छ, तर वक्तव्य निकालेर मात्रै आफ्नो जिम्मेवारी पुरा हुँदैन। म सम्माननीय सभामुख महोदय मार्फत भन्न चाहन्छु, सत्तारूढ दलले यो विषयलाई सिरियस रूपमा लियोस्। त्रास र सन्तासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि राज्य सञ्चालक र सरकार सञ्चालकको टाउकोमा यदि त्यो कुरा, त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ। यो घटनाले नेपालमा प्रेस स्वतन्त्रताको भौतिक सुरक्षा कति कमजोर छ भन्ने कुराको उदाङ्गो पारेको छ। यदि सरकारले यसका मुख्य योजनाकार र पर्दा पछाडिका खेलाडीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेन भने यसले लोकतन्त्र र स्वतन्त्र पत्रकारितामाथि दीर्घकालीन गम्भीर सङ्कट निम्त्याउने निश्चित छ भन्ने कुराहरूको पनि बहस अहिले सामाजिक सञ्जालमा चलेको देखिन्छ।